हामी साँठगाँठ गर्दैनौँ, मेलमिलाउ गठबन्धन गर्दैनौँ, हामी एक्लै लडेर जितेर देखाउँछौँ रे। अनि हाम्रो पनि चाहना यही हो, जितेर देखाउनुहोस्, एकलौटी सरकार बनाउनुहोस् बहुमत लिएर, यही चाहना हो हाम्रो। तर त्यो पोसिबल छैन। त्यही भएर नयाँ नयाँहरू मिलेर एकजुट भएर अघि गयो भने पोसिबल हुन सक्ने सम्भावना छ भन्न खोजेको। अब नयाँ नयाँ नै एकअर्का बीच फाइट गरेर लडाइँ गरेर फाइदा कसलाई? पुरानै बाजेहरूलाई, पुरानै पार्टीलाई। अनि के को नयाँ? अनि अब साँठगाँठ नगर्ने भनेपछि, गठबन्धन नगर्ने भनेपछि अनि कति सिट जित्ला र? 5-6 सिट, 9-10 सिट, 10-12 सिट, 20-22 सिट, त्यति सिट जितेर के गर्ने? प्रतिपक्षमा बसेर स्टाटस लेखेर कराएर मात्रै त देश त बन्दैन। देश बनाउनको लागि सरकारमा जानु पर्यो। सरकारमा जानुलाई सबै नयाँहरू एकजुट भएर अगाडि बढ्नु पर्यो। हाम्रो चाहना